सुनभन्दा कम छैन हराएमा डर छैन सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सो आज चाहिँ मम्मी र बाबा आउनुभएको छ लमजुङमा गाइज अनि मैले चाहिँ मम्मीलाई चाहिँ हल्का सानो सरप्राइज दिन लागेको सो लेट्स सी के हुन्छ कस्तो हुन्छ हेरिदिनु होला कस्तो हुन्छ भनेर हजुरहरूलाई म देखाउँछु यता एन्डसम्म हेरिदिनु होला बाबा 하고 이제 보면 알이 이제 서로 끌어올리는 게 또 다른 거지. सो हामी चाहिँ अहिले बिहानको बाबा र म चाहिँ टक्क वक हिँड्दैछौँ टक्क लगाएर अनि यसो बाबा कपाल सपाल काट्ने रे त्यही गाइस स्टेडियो अनि जो पनि नयाँ हुनुहुन्छ उहाँले चाहिँ प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला अब कपाल काट्ने हुँदैछ कस्तो काट्ने कपालै छैन सबै जान्दैन हो पछि गयो ओहो काटेर हिरो भइहाल्यो हिरो भइसक्यो दारी क्लिन बाबा चाहिँ यस्तो हेरिस्टाइल देखाइदिनु नजाउँ हिरो भयो अब बल्ल राम्रो देख्यो हाम्रो चाहिँ कपाल काटेर पनि भइसक्यो अनि दुध लिएको मिनीलाई टक्क लगाएर अनि बाबा राम्रो चप्पल अब चप्पल हेर्नुपर्ने हुन्छ चप्पल खुल्ला छ कि छैन पिस बाउलाई थाहा गरे घर आइपुग्न लाग्यो ला रे फाइनली घर आइपुग्यो मम्मी चाहिँ यहाँ टक्क राइस चिकन बनाउँदैछ यहाँ
मासु रेडी अनि यहाँ मिमी ओए मिमी 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 अब उफ्रिन थाल्यो बाहिर आउँदै पहिला पालेको मलाई त थकाइ लगाएर उतै सुत्न गएको जस्तो छ हामी चाहिँ यहाँ गऱ्यो के गर्नु भन्छ अब यो चाहिँ हाम्रो खिचडीको लागि रेडी हुँदैछ म चाहिँ आज चाहिँ मम्मीलाई सरप्राइज दिएर लागेको सो दिस इज माई गिफ्ट गणेशको लकेट ल अनि लेसी मम्मीको रियाक्सन के कस्तो हुन्छ आई डोन्ट नो लेसी मम्मी चाहिँ उता किचनमा खाना पकाउँदैछ स्टे ट्युन मिमी मिमी लो मिमी अनि यो हो हाम्रो मिमी मिमी हौ 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 गर्दैन मिमी र हौ 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 ल सुगाइ चाहिँ हेरौँ के कस्तो हुन्छ यामा यसले त मेरो धुस्टै बनाएछ नि धुस्टै के भयो र मम्मी के भयो नि मम्मी के गरेर तपाईँ के खान्छ अरे केक मैले अहिलेसम्म मम्मीलाई यस्तरी कहिले गिफ्ट आएन कि राम्रै होस् क्या डर लागिरहेको छ यहाँ किनकि मैले मम्मीलाई अहिलेसम्म देखाएन नि त सो लेट्स सी हर रियाक्सन मम्मी काम गर्दै बिजी भइरहेको कि त्यही भएर कसरी बोलाउने यस्तो बस्नु अरे ओ मम्मी चुरी खोदी ओ पाए कति एउटै गीत बजाउनु के गरेर तपाईँ छ्या यहाँ आउनु न चुरी खोदी नर्भस मुस्किल त हो अहिले बनाउनु न ऊ तल बोलाएर मैले ऊ हाक्दा हुन्छ बस्नुहोस् मेकासको यसको रगत लाग्यो नि पिरियड भयो थियो नि त यो अनि धुनु पर्दैन त अब धुने हो त्यो त सबै तर्नाउँथ्यो त्यो अर्को पनि त्यसरी फेरेर राखेर हेर्नु त यसले सबै रगत लगाइदिएर बस्नुहोस् मेकासी ढली के छ
ठिक छ मेकासी गले म तपाईँलाई सरप्राइज दिन्छु भन्थेँ नि के दिन्छु के होला जस्तो लाग्यो गीता फोन न ऊ फेरि टेरी मेरो के सरप्राइज होला यसो गेस गर्नु न ल छोरीले त मलाई के दिन लागेछ भनेर भन्न फेरि ऊ जुत्ता भन्नु त केदाहरू के होला जस्तो लाग्यो सोध्नै सकिनँ सोच्नै सकेन अरे अब आँचीमा गर्नु त आँचीमा गर्नु न आँचीमा गर्नु लाउनु थ्याङ्क यू थ्याङ्क यू छोरीले हेर्नु न खोलेर सुनो यो होइन सुनभन्दा कम छैन हराइमा डर छैन यस्तो रे सेम छ त सुनकै हो नि अभियसली कस्तो हो मन पऱ्यो भने त्यसरी त अड्दैन यसरी हाल्नुपर्छ यसो मेरो मम्मीलाई उपहार दुःख गरेर यहाँ छोरीले बनाइदिएको कति तौलोको हो 1 तोला ल छोरीको तर्फबाट त्यो घाँटीमा लगाइराखेको नि हुन्छ मख त उसिरी हराएको थियो नि त त्यही भएर मैले अस्ति नैदेखि बनाइदिनु भनेर बनाइदिइरहेँ गणेश भगवान्को हो क्या आमाको सातो आयो बल्ल नाटक फेरि कहाँ जाने होला म त खुसी भयो भएन खुसी यहाँ छेडे बन्छ बरु पहिलादेखि हाम्रो लाउँछ त त्यहाँ मेरो यो के भन्छ अरे स्कुल बेलामा छिड्यो भने त त्यही भएर अब कसले छेड्छ धेरै कमाउने भएपछि अलि 10 तोलाको लगाइदिन्छ गुड फेरि बाबाले भन्नु फेरि मैले उसको मम्मीलाई मात्रै किन्ने मलाई किन्दैन भन्दाखेरि लगाइहाल्ने यो खोलेर नि खोलेर लगाइराख्नु त्यो खोलेर फेरि कता कता हराउला भित्रै यसरी हालेर राख्नु यो डेली युजकै लागि हो कि जहिले लगाउनु मिल्नेवाला नि बनायो सधैँ अस्तिदेखि दिन्छु भनेको त्यस्तै भयो खोल्ने दामी रहेछ यो बाबालाई देखाउनु मक्खा देखाइ नै हुन्छ ओ बाबा 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 यहाँ आउनु त यहाँ आउनु न एकचोटि बा फेरि मन दुःख उसको आमालाई मात्रै दियो भनेर यहाँ आउनु न अस्ति हाँसीले काट्दिनु के हो हात नि त्यस्तो घिनलाग्दो भयो यहाँ आउनु न यहाँ हेर्न मम्मी घाँटीमा के छोरीले गिफ्ट दियो यो 1 तोलाको बनाइदिएको मैले सरप्राइज गिफ्ट त्यही भएर अब भनेर यो त मैले झोलमा हालेर ल्याइदिन्छु नि रामदेखि अन्त फोटो खिच्नु त्यो आमाले फोटो खिचेर भाइले बनाइदियो त्यसरी ल जानु अब खुसी भएर एकचोटि आफ्नो आमा खुसी त्यो आमा अब खुसी भयो
पनि यो नि फाल्छ होइन होइन यो त भाँचिन् यो त डेली सधैँको लागि लाउनेवाला नै बनाइदियो त्यही भएर त्यो घाँडीबाट नखोले नि हुन्छ गणेश भगवान्को हो कि यहाँ त मेरो फोटो राख्नुपर्छ नि गणेश भगवान ठुलो त मै हो नि के होला फेरि खुदै सिधै आइछ बे नंगा मोबाइल चार्ज लाते नि चार्ज आता ताम मम्मी खुसी रे आखे यहाँ तर आखे रे यहाँ ए भन्न नाच्नु पर्यो ल ल ल अब त मान्छेले के मान्नु पर्यो बसेर उड्नु पर्यो यसरी फेरि माकुला त पाक गरी सुन्छौ नलकुना अब 20 गते मामा घर जाने म त गएको गयो कहीँ पढाउन म त मामा घर पनि पढाउँदैन फुरफुरे पनि पढाउँदैन कतै नि पढाउँदैन त्यही त गर्दैन गर्दैन नलकुना आका नि कुन पनि न त नि बस्छ भनेपछि त खै खै बस्यो बस्न नि सक्नु पऱ्यो नि ल ल अब उड्नु त अब उड्नै हुँदैन फेरि अब बसेर उड्नै हुँदैन ल है आजकल त सबै कुर्चीमा खान्छ के त के हो त गाह्रो हुन्छ अब खोइ त उठेको खै सहिएको सक्नु नि पऱ्यो नि बा तानेर त सहिहाल्छ नि जति पनि तेरी मेरी खै खै उठेको खै खै स्टाइल पर्छ कमै त्यसै उड्न नि सक्ने ल ल त्यस तानिदियो किन सिकाइले त्यसै यो किन सुन्दै रहेछ यो माल के ए त्यो त्यसको हुँदैन तेरो मिली त्यसको गोवा त हुँदैन पकाउनु पकाउनु रे सो त्यही हो गाइस आजको लागि यति नै मम्मी पुरै घोप्टो परेर पुरै स्याड हुँदै हुनुहुन्थ्यो सो त्यही हो